नमस्ते कोनिचिवा बीएफएस डेट बुकिङ सम्बन्धी हामी तीनवटा भिडियोहरू बनाउने छौँ र फर्स्ट पार्टमा हामीले बीएफएस अकाउन्ट कसरी बनाउने भन्ने कुरा सिक्छौँ। बीएफएस अकाउन्ट बनाउनुको लागि सबैभन्दा सुरुमा तपाईसँग एउटा एक्टिभ मोबाइल नम्बर र इमेल एड्रेस हुनुपर्नेछ। ल अब आउनुहोस् म तपाईलाई मोबाइलको स्क्रिनतर्फ लैजान्छु र सबैभन्दा सुरुमा एउटा ब्राउजरमा जानु होला। म यो क्रोम ब्राउजरमा जाँदैछु र यहाँ बीएफएस नेपाल टु जापान सर्च गर्नु होला र बुक एन्ड अपोइन्टमेन्ट भनेर यहाँ अप्सन आउँछ, यहाँ क्लिक गर्नु होला। त्यसपछि फेरि यहाँ बुक नाउमा क्लिक गर्नु होला। अब यो पहिलो पटक भएको कारणले गर्दाखेरि हामी यहाँ आई डोन्ट ह्याभ एन अकाउन्टमा क्लिक गर्छौँ। त्यसपछि अब तपाईको इमेल एड्रेस हाल्नु होला। ध्यान दिनु होला यो इमेल एड्रेस पहिला बीएफएसमा युज भएको हुनु हुँदैन र पासवर्ड चुज गर्नु होला आफूलाई मन लागेको। यदि पासवर्ड चुज गर्न गाह्रो भयो भने मैले जस्तै तपाईले पनि nepal@123 n क्यापिटल राख्न सक्नुहुन्छ। तल कन्फर्म पासवर्डमा पनि सेम गर्नु होला, माथि जे छ तल पनि त्यही राख्नु होला र अब मोबाइल नम्बर डायल कोड भनेको छ, तल गएर आफ्नो देश नेपाल छान्नु पर्ने छ र आफ्नो मोबाइल नम्बर राख्नु होला। ध्यान दिनु होला एउटै इमेल अथवा एउटै मोबाइल नम्बर चाहिँ मल्टिपल्स अकाउन्टमा युज गर्न पाइँदैन, एउटा भन्दा बढी अकाउन्टमा चाहिँ युज गर्न पाइँदैन। त्यसपछि यो सबै टर्म्स एन्ड कन्डिसनमा चेक गरेर रजिस्टरमा टच गर्नु होला। अलमोस्ट डन, यो रजिस्ट्रेसन हेज बिन कम्प्लिटेड भनेर वी हेभ सेन्ट यु एन इमेल टु योर रजिस्टर एड्रेस भनेर अब यति गरिसकेपछि तपाईले सिधै आफ्नो जिमेलमा जाने, यहाँ एकैछिन वेट गर्ने। ल हेर्नुस् इमेल आइसकेको छ र यहाँ वेलकम भन्ने ठाउँमा आफ्नो इमेललाई खोलेर यहाँ छ ब्लू कलरमा एक्टिभेट अकाउन्ट, यहाँ क्लिक गर्नु होला। अब एकछिन लोड हुन दिनु होला। एक्टिभेसन सक्सेसफुल भनेर देखाइसकेको छ। तपाईले अकाउन्ट बनाइसक्नु भएको छ। अब तपाईको अघिको इमेल एड्रेस पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ। यसरी लगइन अथवा साइन इन गरिसकेपछि अब नेक्स्ट पार्टमा हामी डेट बुक गर्न सिक्नेछौँ, जसको लागि हामीले यो स्टार्ट न्यू बुकिङमा क्लिक गर्नुपर्नेछ। हस्त पार्ट 1 लाई यति नै, पार्ट 2 मा फेरि भेटौँला।